मातारेको भाइ। दाजु तपाईलाई एउटा कुरा सोधौं? सोध। तपाई त नेपालकै सबैभन्दा ठुलो डन होइन, अनि जेल चाहिँ कसरी आउनु बने? पुलिसको गाडी चढेर आए नि, कसरी आउनु र? त्यो भनेको होइन के दाजु, तपाई जस्तो खतरनाक डनलाई पुलिसले कसरी समात्यो भनेको के? उत्तानो पारेर समात्यो होला नि, तँलाई किन चाहियो? ओइ भाइ, मलाई कसैले समातेको होइन बुझिस? म यहाँ आफ्नो मर्जीले आउँछु अनि आफ्नो मर्जीले जान्छु। आफ्नो मर्जीले आउने, आफ्नो मर्जीले जाने, यो जेल हो कि तपाईको ससुराली हो दाजु? ससुराली होइन हौ माओली भन्न। ससुरालीमा कहाँ जतिखेर पाए त्यतिखेर जान पाइन्छ। ससुरालीमा जाने भनेको कि त सासु ससुरा बिरामी हुँदा कि त सालीको बिहे हुँदा। अनि चाडपर्वमा चाहिँ जाँदैनस् र ससुराली? बोलाए पो जानु, उनीहरूको छोरीलाई मात्र बोलाउँछन् अनि टन्नै खुवाएर भैँसी जस्तो बनाएर पठाउँछन्। आमा बुवाले आफ्नो छोरीलाई खुवाइहाल्छ नि, बल्ल बल्ल आएको छोरीलाई भोक भोकै पठाउँछ त? मैले नखुवाओस् भनेको होइन, जति खुवाउनु छ खुवाओस्, तर एक हप्तामै भैँसी बनाएर चाहिँ नपठाओस्। माइती घरमा गएर के खाएर आउँछे अनि रातभरि पादेर मलाई सास फेर्न गाह्रो बनाउँछे। त्यसो भए त तेरो घरमा कहिले ग्यासको सर्टेज हुँदैन होला है? भाउजूले पादेरै 3-4 वटा सिलिन्डर त भरिदिनुहुन्छ होला? ओइ धरतीको बोजहरू, किन हल्ला गरेको तिमीहरू? हल्ला गरेको होइन नि सर, हामी त सल्लाह पो गरेको त। कस्तो सल्लाह? भाग्ने सल्लाह गर्दैछौ कि क्या हो तिमीहरू? हामी किन भाग्नु सर, यहाँ फ्रीमा खाना र बस्न पाइएको छ, हाम्रो लागि त स्वर्ग छ नि। अनि के सल्लाह गर्दै थियौ त अघि? सल्लाह के हो भने नि सर, अब यहाँ फ्रीमा खाना र बस्न पाइएको छ, त्यसैले हाम्रो परिवारलाई पनि जेलभित्रै सिफ्ट गर्ने हो कि भनेर सल्लाह गरिरहेको थियौँ हामी त।